sorry ass DJ. लगाएर कति वर्ष भयो बुढालाई? आमा त गाई लको अरे कति वर्ष भयो? खोइ 85 85 90 भन्दै थियो। हजुर 90 भन्ने सुन। मान त 80 होला यतामा आमा त गाई लको अरे दोइले पनि बेलुका जान्छ हामी त अघि नै भयो हजुर लेट गर्दै मलाई पनि दिनु ताउने तुवा ह तिनीहरु कान्छी आमाको बनाएर दिए न त कोही ताम्नु अलिक मोटी होस् भनेर खिन्छ अरे यसरी मुख लाए मेरा भदाई के बिया के रोटी अलिकति मोटी मोटी मेरो मामले चिटिक्क यता के हो आँसु हो कि आँसु? प्रेम से लगाओ शगुन शुभ मंगल यह गीत गाओ पीते रंग हल्दी प्रेम से लगाओ शगुन शुभ मंगल यह गीत गाओ कोमल अंग निखारे हल्दी तन श्रृंगार सवारे हल्दी कमल तन कोमल कनक बनाओ कमल तन कोमल कनक बनाओ पीते रंग हल्दी प्रेम से लगाओ शगुन शुभ मंगल यह गीत गाओ राम के तन पर सोहे हल्दी शोभा कहीं ना जाए रघुवर की
कोई मत बारा दिशा गुबा मेरे रूम में जल्लो दीजिए तो कौन खोजे डाला दीजिए तो सीधे ना तो लम्बा दो जगह डाला नहीं दीजिए ना दादू बाबू जी की बाबू से दूसरे लग ये बाबू नहीं तो संग धन्यवाद यहाँ 40 का मेरे सहरा बांध के मैं तो आया रे, डोली बारात भी साथ में मैं तो लाया रे। ये सहरा बांध के मैं तो आया रे, डोली बारात भी साथ में मैं तो लाया रे। अब तो ना होता है एक रोज इंतजार सोनी, आज नहीं तो कल है तुझको तो बस मेरी होली रे। तेनू लेके मैं जावांगा, दिल दे के मैं जावांगा, तेनू लेके मैं जावांगा, दिल दे के मैं जावांगा। से तू मेरे इश्क की है दास्तां, ओ जानिया कहते बहाने से मैं तेरा जिस्म हूँ तू मेरी जान, कुछ ना छुपा। मुश्किलों से मिलता है ऐसा सोना प्यार सोनी।
यहाँ के भन्छ यसलाई टकलाई के भन्छ शेखर पापा लाग्छ आसु आगोको घरमा नास्ता आज आगो घरमा खाना खाँदै नास्ता खाँदै सुत्दै बस्दै हामी 4 जना आयो आइसीले पनि दाल भात आलु आइसीको फेभरेट खाँदै आइसीको फेभरेट खाना के खाना सुत्दै आलु दाल हामीहरू सबैजना कपडाहरू नै दुःख भयो हामी आएको खाँदै कति दुःख भयो नि यो होइन किन रुको लाइट के लाइट जलाएको किन रुनु पर्यो त त्यस्तै जहिले पनि काहीँ जानु पर्यो त्यस्तै गर्छ म माइत जाँदा पनि त्यस्तै गर्छ त्यस्तै फिट हुन्छ बुढाबुढी मान्छे एक्लै बस्नु लाग्यो भने त्यही त बुढाबुढी भइसक्यो गुड मर्निङ गाइस फाइनली अब हाम्रो घर जाने समय आइसक्यो आज हामीहरू जाँदैछौँ कहाँ घर त्योभन्दा पहिला हामी जानेछ अलिकति घुम्नलाई हैन घुमसुमी गरिकन लक्ष्मीपुर कहाँ जाने हो घुम्नु गुम्बामा अलिकति गुम्बामा जाने हो गुम्बामा गएर घुम्ने हो घुमिओरिकन उतैबाट ट्रेन चढेर हामी जाने हो सिधा घर त्यसको लागि देख्नु हुँदैछ तपाईहरुले हामीले
लुगा फाटाहरू प्याक गर्दैछु आँसुको घरमा। हाम्रो सानो आगु आँसुको घरमा यति दिन हामीले रमाइलो गर्यो, बस्यो, खायो पियो, मजा लियो। अब हामी जाँदैछु प्याकिङ गरेर लुगा घर। धेरै माया दियो हामीलाई, कति खुसी लाग्यो हामीलाई आगुले। अब आफ्नो फौज हैन बेटा भनेर कति रमाइलो लाग्यो हो। आगु आँसुले धेरै माया दियो ल। बेटा आज कहाँ जाने आगु हामी घुम्नु? सिलापथार अनि गुम्बोमा अनि अरु के बगीबिल दलङ त्यसो गुम्बा छ नि त्यहाँ? गुम्बा अगाडि छ। गुम्बा छ। ल गाइस टाटा बाई बाई। फेरि अगाडि म भिडियो गर्ने छु, तपाईहरुले हेर्नु होला। हेलो गाइस, यो चाहिँ सबै आँसु आँगीहरू छ। आँसुले आँसु रुँदैछ। कहाँ गएको हामी? सिलापथार गुम्बा घुम्नु गएको। सिलापाता घुम्नु गएको। पथार बगीबिल दलङ घुम्नु गएको। अगाडिको भिडियो पछाडि दिन्छु। अहिले यहाँ आइछ पोल्ट्री खोजेर बोक्नु गर्नु कस्तो दिएछ त्यहाँ भनेको हामीले के भन्छ अरे नानीको बार्थडे छ, त्यसलाई कि अनि यहाँ आएको पूजा गर्नुलाई भनेर त। अनि त्यो गेटमा बस्ने मान्छेले अनि उसले गएर भन्यो अनि आउँदो धन्दा बस्नु दिँदैन बस्यो त्यही बस्छ नि ब्रेसलेट दियो, रुमाल दियो, अगाडि साइना लिएर गएको अनि पछि अनि बुढो सबै लग्यो। अनि हामी त्यस्तै भन्नु Mondonye be majune se so da khardo mambo go cheje se so da do je chenje la se so ne cha de ro jimbo la do cha da la wan she go je da lo de chadan de mo do zo me ai hoi me za guru me ma se de hoi ho je yu je no cha sa be ma je sa dong bo la ye chen je je man ne be ma june se so da khardo mambo go cheje se so da do je chenje la se so ne cha de ro jimbo la do cha da la ye da lo de pa se so chadan de mo do zo me ai hoi me za guru be ma se de hoi o me ai hoi me za guru be ma do de zai me za samaya zai sarva se de phala homai re ma hare ne sara za लड्छ नि लड्यो भने त्यसको लुगा सबै सेतो हुन्छ। पहिला पहिला
आज हामीले अनलाइनबाट चिकन फ्राई राइस चिकन करी अन्त मामको लागि रोटी अन्त उसलाई पनि चिकन फ्राई राइस आइसीको लागि के छ आइसी ब्रेड अमलेट आइसीको लागि ब्रेड अमलेट अन्त यो बटर रोटी अर्डर गरेर हामीहरू मजाले खाना खाँदैछौँ। बहुत तातो तातो खाना रहेछ गरम गरम सबै सब्जी पनि गरम गरम टेस्टी खाना गरम गरम आइसीले खाँदैछ खै खाएको देखाउनु वाउ तातो तातो खाना रहेछ टेस्टी टेस्टी आइसीले खाएको कति टेस्टी टेस्टी खाना गरम गरम राम्रो लाग्यो। र फाइनल्ली हामी आइपुगे हाम्रो सिटी अलिपुरद्वार न्यू अलिपुरद्वार जङ्सन। अब यहाँबाट हामी गाडीमा आफ्नो घर जानेछ। घर जाँदा जाँदै बाटोमा हामीले एउटा हात्ती पनि देखे। एक्लो हात्ती रहेछ। सबैले त्यहाँ हेरिरहेको थियो। हामीले पनि हेरे मजा लिए। त्यसपछि फेरि हामी घरतिर फर्के। त फाइनली गाइस हामीहरू आफ्नो घर आइपुग्यौँ। यही हो मेरो घर। आसाममा धेरै सबैले हामीलाई माया दियो, सबैले हामीलाई राम्रो गर्यो, खुसी लाग्यो। घर आएर हेरेँ आमा दोकान खोलेर बसिरहेको रहेछ। त्यसपछि म घरमा गएरिकन सबैभन्दा पहिला मैले आफ्नो लागि एक कप कफी बनाएँ अनि रिल्याक्स भएर बसेर खाएँ। हामीलाई आगु आँसु मेमे माम सबैले नै राम्रो गर्यो, सबैतिर घुमाए अनि अन्तमा हामीलाई रेलवे स्टेसन पनि छोडेर हामीलाई बिदा गरिदियो। यसमा धेरै खुसी लाग्यो। तपाईहरू सबैले यति माया दिएकोमा तपाईहरू सबैलाई नै धेरै धेरै धन्यवाद। आजको लागि यति नै। फेरि भेटौँला नेक्स्ट भिडियोमा।